आज भोजराज थापा दाइले एउटा यस्तो घना जङ्गलहरूको बीचमा एउटा घर छ। त्यो घरबाट एउटा यस्तो प्रतिभालाई लिएर आएका छन् साथीहरू। यो भिडियो अन्तसम्म हेर्नुहोला। तपाईहरुलाई मन पर्यो भने तपाईका प्रतिक्रियाहरू कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला र एक शेयर चाहिँ सबैले गर्नुहोला, ताकि यो भाइलाई भाइरल बनाउने काम चाहिँ तपाई र हाम्रो आउने दिनहरुमा भाइले अझै राम्रा गीतहरू गाउन सकोस्, यो भाइले राम्रो कला देखाउन सकोस् भनेर यस भिडियोलाई शेयर पनि गरिदिनु होला साथीहरु। आउनुस् धेरै नबोलेर हामी यस भिडियोलाई सुरुवात गरौँ, त्यसपछि अन्य कुरा त हामी गर्दै गरौँला। आमा तिम्रो त्यो न्यानो काखा स्वर्गैबाट आशीर्वाद दिराख, जब्दै नाम तब्दै त्यसलाई बल्दै दियालो। कस्तो मिठो स्वर। तिम्रै फोटो हेरी हेरी आमा भन्दै बोलाउँछु, भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो। आहा, गजबको स्वर छ भाइको। एउटा यस्तो घना जङ्गलको बीचमा चाहिँ भाइ एक्लै बस्दो रहेछन्। उहाँ चाहिँ आमा हुनुहुन्छ हैन त तपाई किनेको? भोजराज थापा दाइ पनि कहाँ पुगेर यस्ता प्रतिभाहरू कलाहरू भेटाउनुहुन्छ है। उहाँलाई चाहिँ उच्च सम्मान का साथ एउटा सल्युट छ। साथीहरू, यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई शेयर गरिदिनु होला। म धेरै केही बोल्न चाहेन, किनभने यो भिडियोले आफै भनेको छ सबै थोक। मैले भन्नुपर्ने जस्तो त केही देख्दैन है म। तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो भने भाइलाई सपोर्ट गर्नु होला, त्यति मात्रै भन्छु। अहिलेका लागि हस् त, यति नै।